हाम्रो थारूहरूको कला संस्कृति नाच गान तथा खिचडी महोत्सव कस्तो हुँदो रहेछ ल हेरौँ है त। सो हे गाइज नमस्ते व्हाट्स वेलकम बैक। फेरि पनि स्वागत छ हाम्रो नयाँ मिनी भ्लगमा। सो आज हामी गइरहेको छौँ खिचडी महोत्सव मेलामा। थारूहरूको सबभन्दा ठुलो चाडपर्व माघी नै हो र यसलाई नयाँ वर्ष पनि भनेर मानिन्छ। र यही महोत्सव हेर्नको लागि आज हामी आइपुगेको छौँ मनरीको मेलामा। आफ्नो कला संस्कृति बचाउनको लागि हरेक वर्ष यहाँ थारू सांस्कृतिक कार्यक्रम पनि हुन्छ। र यता पढिरहेको छ थारू समुदायको पुरानो घर तथा केही कल्चरल डिजाइनहरू। एन्ड समटाइम आई फिल सो प्राउड कि म थारू कम्युनिटीमा जन्मे। र यहाँको डेकोरेसन पनि मलाई एकदमै राम्रो लाग्यो। अनि सबभन्दा एट्र्याक्टिभ र युनिक मलाई यही पेन्टिङ लाग्यो के क्या खतरनाक क्रिएटिभिटी देखाएर यहाँ बनाएको छ। मेला घुम्दा घुम्दै हामीले लाग्यो भोग, त्यसपछि खायौँ हामीले अन्डा अनि आइसक्रिम। हेलो गाइस, ब्रेक टाइम पछि हामी खाइरहेछौँ आइसक्रिम। अलराइट गाइज, ब्लग मन पर्यो भने प्लिज लाइक शेयर एन्ड कमेन्ट गरिदिनु होला। फेरि हामी भेट्नेछौँ एउटा नयाँ मिनी ब्लगमा। बाई बाई, सी यू सुन।